आज मिति 2081 साल फागुन 26 गतेका दिन कृषि ज्ञान केन्द्र ओखलढुङ्गाद्वारा सञ्चालित कृषि यन्त्र उपकरण प्रयोग प्रदर्शन कार्यक्रम चाहिँ हामीले मोलुङ गाउँपालिका वडा नम्बर 1 डुम्रेमा चाहिँ दिन गइरहेको छौँ र उक्त कार्यक्रम अन्तर्गत चाहिँ मिनी टिलर चाहिँ हामीले यस क्षेत्रको लागि चाहिँ दिएको हुनाले चाहिँ यो चाहिँ हाम्रो मोलुङ खोला अन्तर्गत हाम्रो यो पुलमा चाहिँ पुलबाट चाहिँ यो सामान चाहिँ हाम्रो मिनी टिलर चाहिँ पारिरहेको छु। ल हेर्नु खोला यो चाहिँ ल हेर्नुहोस् पानी यो चाहिँ हाम्रो पानी घट्टा भन्छ, यो पनि पावर हाउस सानो पेन्टी सेट भन्छ यो हाम्रो घर। ल हेर्नुहोस् खोला ल हेर्नुहोस् पानी घरहरू मोलुङ हाइवे बार पनि छ यहाँ। ल हाम्रो किसानहरूले चाहिँ ट्र्याक्टर चाहिँ यसरी लानु हुँदैछ है। ल ल गहुँ यसपालि किसानहरूले चाहिँ गहुँ चाहिँ एकदमै राम्रो फल्यो भन्ने के यसपालि गहुँ के गत वर्षभन्दा राम्रो भयो कि कस्तो भयो त है? गहुँको के छ फला यसपालि? लु गहुँ हाम्रो ल्याउनु हुँदैछ। हेर्नुहोस् पानीको स्रोत कस्तो उत्तम छ।